आउनु है साथीहरू, सूर्य विनायक नगरपालिकाको नयाँ प्लटिङ एरियामा जाँदैछौँ हामी। ल हेर्नु है गाइजहरू साथीहरू, कति रमणीय ठाउँ छ यो। हेर्दै हेरौँ हेरौँ जस्तो लाग्ने उहाँ जानुहुन्थ्यो मेरो श्रीमान अनि देवर बाबुहरू हुनुहुन्छ। हामी चाहिँ नयाँ प्लटिङमा जाँदैछौँ हेर्नलाई। अनि ऐसिलु पनि फलेको छ। ऐसिलु यो खोलाको मापदण्ड, खोल्सीको मापदण्ड चाहिँ यतिको परेछ। 20 फिटे मापदण्डमा परेको छ। 20 फिट परेछ होइन मापदण्ड। उतापट्टि तरकारी खेती हेर्नु त कति रमाइलो ठाउँ छ। बोल्न त आउँदैन मलाई है, त्यही पनि देवर बाबुको प्रयासमा भिडियो बनाउँदैछु। तपाईहरुले हेरिदिनु होला मनाले। यो कुन ऊ पर्छ रे बाबु? के कुन नगरपालिका? सूर्य विनायकको कुन रे? सूर्य विनायक 8 अनि सिपाडोल। सिपाडोल को एरिया हो यो? यो माथि भाइरल के रे, यहाँ माथि चाहिँ दार्जिलिङ हाइट भन्ने एरिया रहेछ। यताबाट जाने चागुनारायण भन्दा सूर्य विनायकको मन्दिर यो एरियामा पर्दछ भने डोलेश्वर महादेवको मन्दिर यो एरियामा पर्दछ। पश्चिमपट्टि सूर्य विनायक र दक्षिणको पूर्वी अग्नेय कोण जस्तैमा चाहिँ डोलेश्वर महादेवको मन्दिर छ। यहाँ हेर्नु है साथीहरू, कति राम्रो राम्रो तरकारीहरू फलेको छन्। सबैले भिजिट गर्नु होला यहाँ आएर। तपाईहरु पनि भिजिट गर्न आउनु होला। र सस्तो हो घरघडेरी 25, 26, 27, 28 भन्न लागेछन् अहिले। त्यतिमा चाहिँ तपाईहरुले राम्रो प्लटिङ अहिले नयाँ प्लानिङमा नि बनाउन सक्नुहुन्छ, लिन सक्नुहुन्छ। म हिँड्दा चाहिँ स्वास्वा भइरहेछ के साथीहरू, अलिकति छ। अलि हिँड्नु त धेरै पर्दैन, 10 कोठादेखि 10 मिनट मात्रै हो। तर नि हिँड्ने बानी पनि नभएर होला स्वास्वा बढिरहेछ के। ल कस्तो लाग्यो तपाईहरुलाई यो ठाउँ? कस्तो लाग्यो? हेर्नु यतापट्टिबाट हेर्नु, सबै सूर्य नगरपालिका, सूर्य विनायक नगरपालिका हो। यतापट्टि हो दार्जिलिङ हाइट, यतापट्टिबाट अब पाखा छ। यो माथिबाट के अरे सूर्य विनायक 8 नगरपालिका कार्यालय जाने बाटो यो माथिबाट भयो। तल चाहिँ हामी हिँडिरहेका छौँ। कति रमणीय ठाउँ छ। अहिले बाटो चाहिँ त्यस्तो राम्रो बनेको छैन, अब भर्खर प्लानिङ गरेको हो यो बाटोलाई। बाटो पनि प्लटिङ पनि त्यसैले गरेर अलि ढिलो भइरहेको हो।
अब अन्तभन्दा अहिले बाटो बनायो नि यो बाटो पनि 1 वर्षभित्रमा सबै कम्प्लिट हुन्छ। सरकारले नगरे पनि यहाँ प्लानिङकर्ताहरूले गर्नुहुन्छ। यस्तो छ मेरो यो खोल्सी हो। यो खोल्सीको मापदण्ड हटेर अब मेरो घडेरी आइपुग्न लाग्यो। हेर्नु है साथीहरू कस्तो छ, राम्रो नराम्रो ठाउँ के कस्तो छ तपाईँहरू आफैले भन्नु होला। यहाँ काम धमाधम हुँदैछ हाम्रो ओडामा, मेरो नगर के अरे घडेरीमा। यो चाहिँ बाटो हो, यो बाटो हो। यसलाई बाटो गरेर बाटोमा 20 फिटे बाटो छ। यो सबै बाटो छन्। यता चाहिँ घडेरी छुट्याइदिया छन्। यो 20 फिटे बाटो छ, म हिँडिरहेको बाटो। यता सबै नयाँ प्लानिङमा प्लटिङ हुँदैछ। यो कम्पनीले लिएको रे भन्छन्। यतातिर पनि पुरै छन्। तपाईँहरू इच्छा हुनेहरूले आउन सक्नुहुन्छ यहाँ पनि हेर्नलाई। यो सूर्य विनायक नगरपालिका 8 मा पर्दछ। यो चाहिँ मेरो घडेरी है। अब आउन लाग्यो ल। यहाँ चाहिँ मेरो घडेरी हो। यो हेर्नु है साथीहरू कस्तो छ। यसै गरेर जानु, यसै हेर्नु हुँदाखेरि खुल्ला ठाउँ, रमणीय ठाउँ र स्वच्छ हावापानी पनि एकदम राम्रो छ के। मलाई चाहिँ मन पर्यो। तपाईँहरूलाई कस्तो लाग्छ, हजुरहरूलाई कस्तो लाग्छ त्यही भनिदिनु। यो चाहिँ मेरो घडेरी हो। यसमा यो पनि बिकिसकेको छ। यो छुट्याएको छैन, अहिले छुट्याउँदैछ। यो सबै बिकिसकेको छ। यसमा चाहिँ सबै बिकिसकेको छ। यिनीहरू बाँकी छ। यसमा पनि हिजो आइराखेको थियो हामी लिन्छौँ भनेर। ल यही हो सूर्य विनायक नगरपालिकाको नयाँ प्लटिङ, नयाँ प्लानिङमा तपाईँहरूले राम्ररी फुलवाच गरिदिनु भएकोमा धन्यवाद गर्दछु। छोराछोरी, मेरो छोराछोरीको कमाइ, मेरो छोराछोरीको दुःख मेहनत, हाम्रो खुन पसिनाले यति मात्रै किन्न सक्यौँ साथीहरू। छोराछोरीले यति गरेकोमा हामीलाई गर्व लाग्छ है। छोराछोरीको मेहनतले कमाएको घडेरीमा, मेहनतले कमाएको दुःख गरेर आफ्नो इमान्दारिताले सानो टुक्रा मात्रै किन्न सक्यौँ। अब साथीहरूलाई के कस्तो लाग्छ तपाईँहरू नै भनिदिनु होला। आफूले छोराछोरीलाई पढाउँदै ठिक्क भयो, सहीमा बाटोमा लगाउँछु भन्दै ठिक्क भयो, गर्न सकिएन। अब छोराछोरीहरूलाई ठाउँमा राखेर राम्रो पढाउन सकेर यतिको चाहिँ किन्न सकियो है। अब यसमा बनाउने चाहिँ मेरै छोराछोरीको खुन पसिना नै जान्छ यसमा, र हाम्रो मेहनत, हाम्रो पनि पसिना जान्छ। छोराछोरीले साथ दिएकोमा धन्यवाद। छोराछोरीलाई, मेरो छोराछोरी
मेरो छोराछोरीले यति गरेकोमा नि धेरै गर्व लाग्छ साथीहरू। धेरै त किन सकिएन, थोरैमा पनि हामी चित्त बुझाउँछौँ, खुसी छौँ, यही नै ठुलो कुरा हो। यसैमा ल।